ल गत वर्ष जस्तै अहिले पनि हाम्रो कोसीमा चाहिँ स्ट्रबेरी लगायत तरकारीहरू चाहिँ अब हल्का पानी पर्यो। पानी परेपछि सिमी पनि लहरा लागेर चाहिँ राम्रो हुँदैछ। एक लट फापरको साग पनि यो गमलामा खाइयो। अब यस्तै हिसाबले चाहिँ तरकारीहरू हुँदैछ। बोडी लहरे बोडी राम्रो हुँदैछ। अब यतापट्टि आएर सुन्तला पनि निकै फलायो। सुन्तला राम्रै खाइयो। अहिले पनि राम्रो छ है। अम्बा यो फल्ने क्रम छ। ड्रागन पनि यति अल्को भएको छ खुर्सानीहरू। अहिले पनि राम्रो छ। कागती सबैभन्दा राम्रो चाहिँ कागती झाँगेर यत्रो अब फल्दिने तर्खरमा एभोकाडो यत्रो छ। अब चाहिँ फल्छ कि फल्दैन थाहा छैन। यस तरकारीको खेती गऱ्यो भने राम्रो हुन्छ। माथि बारीमा पनि मकै चाहिँ राम्रो भएको छ है। ल कोसी खेती धेरै मौला छ।